नमस्ते, मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ। म आज मासको बारा बनाउँदैछु। हेर्नुस् है, मिक्सरमा राखिसकेछु। माथि अदुवा छ। यसमा अरु केही राख्नु पर्दैन। अदुवा, मन पर्छ भने लसुन, अलिकति नुन, स्वाद अनुसार नुन, मिक्सरमै पिसेर बनाउँदैछु मासको बारा। नेवारी खाना हो यो। पिस्दैछु। यतिको बनाउनु पर्ने हुन्छ। धेरै मसिनो पनि राम्रो हुँदैन। ठिक्कैको बारा बनाउने मासको पिठो पेस्ट जे भने नि हुन्छ। यस्तो यतिको यसमा स्वाद अनुसार नुन राख्ने अनि पकाउने। सजिलो छ। बारासित खानाको लागि खोले साग बनाउँदैछु म। हेर्नुस्, यस्तो हुन्छ खोले साग। कसैलाई थाहा नहोला, नत्र सबैले खान्छन्। खोले साग बीपी हाईको लागि चाहिँ एकदम ठिक हो यो। बीपी लोको लागि चाहिँ धेरै खानु हुँदैन, ठिकठिकै खानुपर्छ। खोले साग यस्तो। बाराको लागि यो मासको पेस्ट तयार गरिसके। यसमा पानी छ, यसमा तेल छ। अब म ग्यास बाल्दैछु बारा बनाउनको लागि। बारा तेलमा तारेर पनि बनाउँछन् कसैले चाहिँ रोटी गरेर पनि पकाउँछन्। दुई किसिमको हुन्छ बारा। आफ्नो आफ्नो तरिकाले पकाउने हो। म चाहिँ रोटी जस्तो गरेर बनाउँदैछु। नेवारी खाना बारा। तेल राख्दैछु। तेल राखिसके। अलिकति आगो कम गर्ने। कत्रो साइजको बनाउने इच्छा हुन्छ त्यही अनुसारले बनाउनु होला। यसमा पानी लगाउने अनि यसलाई फेरि फैलाउने। पानी नलगाएपछि हातमा पुरै तपिन्छ। मोटो पातलो आफ्नो इच्छा हो बनाउने।
एकपट्टिको पाकिसक्यो। हेर्नुहोस् कति राम्रो भएछ। माथिबाट तेल या घिउ लगाउँदा पनि हुन्छ, तर मेरो बच्चाहरूले घिउ खाँदैनन्। मेरो नानीले खाँदैन, बाबुले त खान्छ। यसमा अरू मसला केही राख्नु पर्दैन। लसुन र अदुवा मात्रै राखे हुन्छ, तर मैले लसुन राखेन। लसुन मन पराउँदैनन् बच्चाहरूले, अनि अदुवा मात्रै राखेको छु। अदुवा, नुन, मासको दाल। यो चाहिँ केही नराखेको सादा बारा हो। यस्तो भएछ मेरो बारा। अब म अन्डा बारा बनाउँदैछु। जे राखेर बनाउँदा पनि हुन्छ यो अन्डा बारामा। के भन्छन्, बारामा आफूलाई जे खानु मनपर्छ, भेजिटेबल जे पनि आफूलाई इच्छा लागेको कुरा। अलि पानी लगाएर बनाउनु पर्ने हुन्छ यसलाई, नत्र हातमै जोल्डेर आउँछ यो चप्टेर। यो कुखुराको अन्डा राख्दैछु म खाँदैन, बच्चाहरूको लागि हो यो। अन्डा बारा हो यो। फर्काउँदैछु म यो अन्डा बारा। हल्का तेल राखिदिने त बाहिर साइडमा। खाँदैन भन्नु होला तपाईहरुले, तर मैले अलग अलग गरेर बनाएको छु यो। ल हेर्नुस्, फर्काएँ मैले। हेर्नुस् अन्डा बारा कस्तो भयो। हजुर पनि बनाएर खानु होला, ट्राई गर्नु होला कस्तो हुन्छ। मैले जानेको सिप देखाउँदैछु। हजुरले सब्स्क्राइब गर्दै गर्नुहुन्न, खै किन? मन परेर हो कि मन नपरेर हो कि मान्छे नराम्रो देखेर हो कि? हाउसवाइफको कामै यही हो। आफ्नो बच्चाहरूलाई, आफ्नो बुढोलाई मिठो मिठो पकाएर खुवाउने मन त साह्रै हुन्छ र के गर्ने। बाहिर जाने मौकै पाइँदैन। हेर्नुहोस् मेरो अन्डा बारा कस्तो भयो, हजुरलाई कस्तो लाग्छ कमेन्ट बक्समा लेख्नु होला। राम्रो छ भने राम्रै लेख्नु होला, राम्रो छैन भने चाहिँ नराम्रै लेख्नु होला। त्यो त दर्शकहरूको हातमा छ। अन्त हेर्नुहोस् मेरो अन्डा बारा कस्तो भयो।
यो अन्डा बारा हो, यो चाहिँ सादा हो, यो चाहिँ बच्चाहरूको लागि हो, यो चाहिँ मेरो लागि हो। हेर्नुहोस् मेरो बारा तयार भयो। यहाँ रहेको छ अन्डा बारा, बच्चाहरूले खाने हुने यो। अनि यहाँ रहेको छ तिल र टमाटरको अचार, यहाँ रहेको छ मुलाको अचार, मुलाको अचार गारेको अचार हो यो भटमास, टमाटर, लसुन, प्याज, धनियाँ अनि गुन्द्रुकको अचार। यता रहेको छ खोलेको साग, स्पेसल खोलेको साग। कस्तो भयो मेरो रेसिपी? हजुरलाई मन परे सब्स्क्राइब गर्नु होला। अझै पनि भन्दैछु सब्स्क्राइब गर्नु होला। र आजको रेसिपी हो यो खोलेको साग, भटमास र गुन्द्रुकको अचार, मुलाको अचार, तिल र टमाटरको अचार, बारा।